नमस्ते। नमस्ते। हजुर यस कार्यक्रममा आइदिनु भएकोमा धन्यवाद। ल अब सुरु गरौँ। हजुरको नाम के हो? मेरो नाम स्तुति खड्का हो। हजुर कति कक्षामा पढ्नुहुन्छ? म कक्षा 3 मा पढ्छु। हजुरको विद्यालयको नाम के हो? मेरो विद्यालयको नाम नेपाल पुलिस स्कुल सामाखुसी हो। हजुरको मनपर्ने शिक्षकको नाम के हो? मेरो मनपर्ने शिक्षकको नाम सुस्मिता बराम हो। हजुरको परिवारमा कतिजना हुनुहुन्छ? मेरो परिवारमा 5 जना हुनुहुन्छ। नेपालको प्रधानमन्त्रीको नाम के हो? नेपालको प्रधानमन्त्रीको नाम सुशीला कार्की हो। नेपालमा कतिवटा जिल्ला छन्? नेपालमा 77 वटा जिल्ला छन्। नेपालको राजधानीको नाम के हो? नेपालको राजधानीको नाम काठमाडौँ हो। हजुर भविष्यमा के बन्न चाहनुहुन्छ? म भविष्यमा शिक्षक बन्न चाहन्छु। हजुर किन शिक्षक बन्न चाहनुहुन्छ? किनभने शिक्षकले हामी जस्तैलाई पढाएर ठुलो मान्छे बनाइदिनुहुन्छ। हजुरको मनपर्ने रङको नाम के हो? मेरो मनपर्ने रङको नाम रातो हो। हजुरलाई किन रातो मनपर्छ? किनभने रातो रङ राष्ट्रिय रङ हो। सिमरिकको रङ छ। नेपालको राष्ट्रिय जनावरको नाम के हो? नेपालको राष्ट्रिय जनावरको नाम गाई हो। धन्यवाद यस कार्यक्रममा आइदिनु भएकोमा। हजुरलाई पनि धन्यवाद मलाई बोलाइदिनु भएकोमा।